हेलो साथीहरू, मेरो भाइहरू के छ मेरो युट्युब फ्यामिलीहरू। अहिले म निस्किरहेको छु आफ्नो बाइकको टायर लिनलाई, किनकि मेरो टायर गइसकेको छ। हेर न साथीहरू, मेरो बाइकको पुरै ग्रिप नै गइसकेको छ नि त साथी। म लिन जाँदैछु अहिले। अब चाहिँ लिएर आउँछु अनि फिटिङ चाहिँ गर्नुपर्छ, दुइटै चेन्ज गर्नुपर्छ साथीहरू। पछाडिको नि ग्रिप गइसकेको छ मेरो, हेर न। एउटा नि छैन चेन्ज गर्नुपर्ने डिस्प्याड, पछाडिको डिस्प्याड नि चेन्ज गर्नुपर्ने रहेछ है। अनि अगाडिको त दुइटै टायर अनि लुक्स यस्तो नै छ। अहिले अब हेरेपछि कस्तो हुन्छ। यहाँ छ नि त मेरो गुन्डा राइडर, मेरो दाइको ब्रान्ड हो यो बाइक। मेरो साथीहरू फ्यामिलीहरू ट्याक्क म रेडी नै भइसकेको छु अहिले। निस्किन लागेको छु अहिले। अब त जानै पर्छ नि त, चेन्ज गर्नै पर्छ टायर। ले चल ढोका खोल्ने। हामी अब निस्किसक्यो रुमबाट साथीहरू। फाइनली टायर लिनलाई म पछाडि बसेछु, मेरो दोस्त यहाँ गाडी कुदाइरहेको छ। यहाँ नयाँ इन्जुरी नटसरी ओपनिङ भएको छ। लोकेसन यस्तो नि रहेछ है। गाइज यो हाम्रो गोवारको चोक नजिक आइपुगेको छु हामी अहिले। अनि यहाँ स्काई ब्रिज फ्लाइओभर गाइज, यहाँ फ्लाइओभर बाटो यही हो बाटो। अब हामी यहाँबाट यतातिर निस्किनु जानुपर्छ। कुन बाटो जाने यो बाटो? यस्तो पुल क्रसिङ बागमतीको खोला गाइज छेउ। कन्ट्रोलतिरको बाटो गाइज, लास्ट जाम हुन्छ बा। यस्तो नजिक छिराएको। ल छिक्रे जाम गाइज जाम। ल काठमाडौँमा नलालिको बाटो यस्तो छ। ल एङ्गोको पावर काठमाडौँ भ्यालीमा हामी कहाँ सक्छौँ र एङ्गो भन्दा। हामी त यस्तो मात्रै सक्ने हो। हेर नि एङ्गो गाइज, एङ्गो आइफोन छ अरे बाटो क्रसिङ गाइज, बाटो क्रसिङ लोकेसन हेरेर आउनुवाला। यहाँ यस्तो लोकेसन छ, फुल पारी क्रसिङ भइरहेको छु हामी अहिले। पल्सर हो नि त केटा, पल्सर। कसलाई त उछलै छैन। नेटीको वाटार नै उछलै छ।
लेगार्ड ग्रिप साइड लाइट गाइज मेरो आयो यहाँ मेरो छ हिट्टे टायर यो टायर मस्त मलाई त टायर खतरा लाग्दैन फाइनली मेरो बाइक वास भइरहेको छ केटा हो अब चलपल हाल्नु पर्छ